अहिले चाहिँ हामी ओखरे टावर बिहानको 5 बजे यहाँ धरानबाट आइपुग्यौँ ल अहिले हामी ओखरे टावरतिर उकालो लाग्दैछौँ बिहान बिहानै हन्टर्सहरू जहिले पनि त्यही ढाँचामा देख्नुहुन्छ होला जहिले ब्याग बोको भरि जस्तै है ल हरे 3 जना हामी माथि चाहिँ पुग्दैनौँ अलिक भएको ठाउँमा जान्छु ल वाउ लभली कलर खेलिसकेको छ है हेर्नु सक्नुहुन्छ तपाईहरु आहा ल हामी चियर्स गर्दै गर्दै ओखरे टावर तिर आइपुग्यौँ हाम्रो स्पोट टावर पुगिँदैन टावर पुगिन्जेलसम्म ढिलो पनि हुन्छ नाइस भाइ यस्तो दामी छ वाउ लभली कलर खेलिसकेको छ है जस अहिलेसम्म राम्रै हुँदैछ यस त्यस्तै भन्नुपर्छ होला अगाडि अगाडि थेपै सर हामीलाई बाटो देखाउँदै हामी पछि पछि हिँड्दै तर देखाउने मान्छे बेला बेला अलिक तर्सिँदै पनि छ है टर्च लाइट बोकेर आउनु भएको छ है उहाँले चाहिँ हामी स्पोट आइपुगिसकेको छौँ हाम्रो यो राखेर हान्ने स्पोट खोइ बादल ए मुनि बादल लागिरहेको रहेछ ओ माय गॉड म्यान लभली यार मुनि बादल लागिरहेछ है यहाँ सबैजना एक्साइटेड फोटोग्राफर्सहरू है एभ्रीबडी एक्साइटेड बिहानमा नि हामीले यहाँसम्म आइरहेछ लभली वेदर ओ माय गॉड यहाँ तल हेर्न सक्नुहुन्छ यहाँ बादल लागिरहेछ है स्टार्स मुन सनरे सनको कलर बादल एभ्रिथिङ छ है अहिले यहाँ चाहिँ एभ्रिथिङ चाहिँ अब बिस्तारै सन पनि आइपुग्छ होइन अहिले कलर लागिरहेछ माथि हेर्न सक्नुहुन्छ जुन छ मुनि बादल आई थिङ्क दिस इज द पर्फेक्ट कस्तो भइरहेछ त लभली छ है त ल फोटोग्राफर्सहरू सब एभ्रीबडी एक्साइटेड छ है एकदमै ल अब हामी चाहिँ फेरि क्यामेरा सेटअप गरिसकेपछि भ्लगलाई कन्टिन्यू हुनेछ यहाँ चाहिँ कुम्भकर्ण कञ्चनजङ्घा देखिन आँटिएको छ अलि बिहानै छ एकदमै लाइटहरू रमाइलो भइरहेछ है हामी चाहिँ टु मच एक्साइटेड एभ्रीबडी
है यहाँ तल गएर अझै पनि हेर्न सक्नुहुन्छ अलिक क्लियर भयो अघि भन्दा त है आहा यताबाट खिचौँ भयो त बादल बगिरहेको छ है यताबाट स्वर्गीय आनन्द है यताबाट फेरि कञ्चनजङ्घाको मकन अलिकति राख्नु भएको छ अनि यता चाहिँ मुन हुनुहुन्छ है यता अब सन रेडी भएर आउनु आँट्नु भएको छ बादल खेल्नु म त यता पो खिच्नु मन लागिसक्यो म त फेरि बादल जता त्यता हो नि त म पनि फेरि यस्तै हो दामी दामी आयो होला है आमा तर आँखालाई त अप्प दामी छ यार खोज्छ एभ्रिथिङ छ क्या है चाहेको कुरा क्या है वरिपरिकै जसलाई जे मलाई त्यही खिच्छ भने दामी यार त अटो यहाँ कलर खेल्छ है ग्यारेन्टी हो यो बादलमा कलर खेल्छ ल आमा अझै है ल है अब हामीले चाहिँ फोटोहरू दामी खिचिसक्यौँ होइन अब अलिअलि भिडियो पनि आयो होला सायद है धेरै राम्रो हुँदा पनि गाह्रै हुँदो रहेछ है यता खिचौँ कि उता खिचौँ कि मकाला खिचौँ कि कञ्चनजङ्घा खिचौँ कि सनराइज खिचौँ कि ओख्रे बजार खिचौँ कि यहाँ त बादल लागेको खिचौँ कि भनेर हामीले निकै कन्फ्युजन भयो है जस्तो भयो हामीले सक्दो क्याप्चर गर्ने प्रयास गरेकै छौँ हामी पनि सक्यो ल हामी चाहिँ लाग्दिएको अलि अर्कै बाटोबाट यता बाटो बन्द भएछ हामी चाहिँ अब यता अर्को चुरी भन्ज्याङ हुने बाटोबाट हुँदै धरान सतीसाली हुँदै धरान जाने निर्णय पनि भयो अलिकति अप्ठ्यारो रुट नै हामीले जानुपर्ने स्थिति आयो किनभने अलि बाटो यता 7:30 देखिको 9:30 सम्म बाटोको कार्यक्रम हुँदो रहेछ भेटार जाने बाटो त्यो हामी चाहिँ अर्कै रुटबाट लाग्नेछौँ अब हेर्दै जाउँ यो भ्लग त लामै पो होला जस्तो छ यो ओख्रे बजारबाट हामी बिदा लिँदै नयाँ रुटबाट हामी जाँदैछौँ धरान यति जेलसम्म भिडियो हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद होइन माया गर्दै गर्नु होला है माथि ओख्रे टावर छ है हामी त्यहाँ खिचेर आयौँ होइन फोटोहरू राम्रै आएको जस्तो लागिरहेछ है फोटो पनि हेरिदिनु होला टिल देन दिस इज मी विक्रान्त श्रेष्ठ साइनिङ अफ ल ल खै बाई बाई गरेको त बाई बाई